के तपाईहरुलाई थाहा छ बाइकको पछाडिको टायर ठुलो ब्रेक सानो तर अगाडिको टायर सानो र ब्रेक ठुलो किन हुन्छ? पछाडिको टायर ठुलो वा मोटो हुनुको कारण चाहिँ इन्जिनको पावर अथवा टोर्क चाहिँ सिधै रेयर टायरमा जान्छ र त्यसको कारणले चाहिँ टायर स्किड या ट्र्याक्सन लुज हुन सक्छ। यदि सर्फेस एरिया धेरै भयो भने चाहिँ ट्र्याक्सन राम्रो बस्छ र बाइक सजिलै अगाडि बढ्छ है। तर अगाडिको टायर भने चाहिँ टर्निङ र मनुभरको लागि रेस्पोन्सिबल हुन्छ। ठुलो टायर भयो भने मनुभर गर्न गाह्रो हुन्छ र बाटोमा भएको पानीलाई पनि यसले सजिलै काटोस् भनेर अगाडिको टायर सानो वा पातलो हुन्छ है। र डिस्कको कुरा गर्नु पर्दाखेरि चाहिँ ब्रेकिङ गर्दाखेरि बाइकको पुरै लोड चाहिँ अगाडिको टायरमा ट्रान्सफर हुन्छ र 70 to 90% ब्रेकिङको लागि चाहिँ अगाडिको टायर नै रेस्पोन्सिबल हुन्छ। त्यसैले यो जति ठुलो भयो त्यति पावरफुल ब्रेकिङ हुन्छ। त्यसको मतलब एकदम ठुलो पनि राख्नु हुँदैन है। बाइक अनुसार अब यो ठिक्कको हुन्छ, यो इन्जिनियरहरूले एकदम नै प्रिसाइजली राखेको हुन्छ। र पछाडिको ब्रेक चाहिँ अराउन्ड 20 to 30% मात्र रेस्पोन्सिबल भएको कारणले चाहिँ यसको साइज अलि सानो राखेको नि फरक नपरेको है।